गुड मर्निङ सबैजना मेरो साथीहरूलाई र तपाईँहरू के गर्नुहुँदैछ। म चाहिँ एकदम बिजी भएको कारणले गर्दाखेरि बिहानको भिडियो केही ल्याउन सकिनँ है साथीहरू। यो चाहिँ कर्ची मर्ची है, चिकन कर्ची मर्ची। तर मैले यो हल्का बनाएर डिप गरेर राखेको थिएँ कि डिप फ्रिजमा, त्यसले गर्दा यस्तो हार्ड भइरहेको छ है साथीहरू। सबै कुरा हालेर बनाइसकेको र अहिले चाहिँ मैले के गरेँ यसलाई भन्दाखेरि चाहिँ जस प्याज भुटेँ है, र त्यो माथिबाट चाहिँ लसुन र डल्ले हल्का है रफ कुचेर हालेको छु है। र सबै यसलाई चाहिँ अब 2 मिनट अथवा 5 मिनट जस्तो छोपेर है, जबसम्म यो हात पक्रिँदैन छोपेर राख्यो है। र फेरि एकछिन खोलेर पकाउनु भएपछि चाहिँ एकदम दामी हुनेछ साथीहरू। अनि तपाईँहरूको लाइफ कस्तो चल्दैछ साथीहरू, बिजी छ कि कस्तो छ? मेरो चाहिँ अहिले दसैँ लागेकोले गर्दा एकदमै बिजी छ हुन्छ साथीहरू। माथिबाट चाहिँ यो अदुवा हालेर है एकछिन छोपेर खानुभयो भने चाहिँ ओभर टेस्टी हुने चाहिँ साथीहरू। हुन्छ, बाई बाई। भाव बुझ्नु हुँदैन है, फेरि पनि देखाइरहेको छु। माथिबाट अदुवा मैले यसरी छरिसकेको छु। हुन्छ साथीहरू।